म फेरि पनि मन्त्री भयो भने अहिले त 6 महिनाको लागि हो, कुनै परिस्थितिमा फेरि पनि म मन्त्री भयो भने कम्तीमा रिसर्च इनोभेसनको लागि चाहिँ मैले 3 अरब रुपियाँ त छुट्याउँछु। त्यो भनेको के हो? 3 अरब रुपियाँ भनेको अहिलेको हाम्रो सरकारहरूको चाहिँ जुन बजेट भाषण हुन्छ, बजेट भाषणमा चाहिँ पुँजीगत खर्च जुन भन्ने छ त्यसको 1% हो क्या। 3 अरब त कुनै हालतमा छुट्याउँछु फेरि म मन्त्री भयो भने। अहिले त मैले बजेट बनाउन सक्दिनँ हैन, किनभने फागुनमा त सिद्धिहाल्छ। र यदि मन्त्री नै नभए पनि त्यो 3 अरब छुट्याउने जुन अभियान छ, अभियान चाहिँ चालु हुनेछ, त्यो चालु नै चलिरहनेछ, त्यसमा म फेरि लागिरहनेछ। र 3 अरब जति छुट्याउन पाइयो भने नासले पनि पाउला र अरू जुन यो युनिभर्सिटीहरू छ, युनिभर्सिटीहरूले पनि पाउँछ। र व्यक्तिगत रूपमा प्राइभेट चाहिँ रिसर्च इनोभेसन खोलेर सञ्चालन गर्ने अब भाइ बहिनीहरू पनि छन्। आफ्नो प्राइभेट रिसर्च इनोभेसनहरू खोलेर केही न केही स्टार्टअप्सहरू सुरु गरेका भाइ बहिनीहरू छन्। सबैले पाउँछ, नासले पनि पाउँछ, युनिभर्सिटीले पनि पाउँछ, व्यक्तिगत प्राइभेटले पनि पाउँछ। तर राम्रो कुरामा रिसर्च एन्ड इनोभेसन हुनु पर्यो र त्यो भएको रिसर्च एन्ड इनोभेसनले देशको अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ मद्दत गर्छ। यसो नगर्यो भने हामी चाहिँ दुःख पाउँछौँ। दुःख पाउने जुन प्रक्रिया छ त्यो कहिल्यै पनि चाहिँ सुध्रिँदैन। र जहाँसम्म यो आइपिआरको कुरा ल्याउनु भएको थियो प्याटेन्टको लागि, अब प्याटेन्ट गर्ने भनेर प्याटेन्ट अफिस भनेर उद्योग मन्त्रालयमा छ। त्यो उद्योग मन्त्रालयमा भएको प्याटेन्ट अफिसले प्याटेन्ट नै गर्न सक्दैन, किनभने उनीहरूको क्षमता छैन। क्यापेसिटी नै नभएको चाहिँ एउटा शाखालाई चाहिँ प्याटेन्ट गरेन भनेर के भन्ने? अब त्यसको लागि पनि कुराकानी त गर्दैछु, हेरौँ। तर त्यो कुराकानी मैले अहिले आएर गरेको होइन, धेरै वर्ष भयो। त्यो प्याटेन्ट एउटा दरिलो, एउटा सम्पन्न प्याटेन्ट अफिस दर्ता गर्ने भन्ने कुरा त्यो चाहिँ भएको चाहिँ छैन। र अहिले यो छोटो समयमा गर्न सक्छ कि सक्दैन थाहा छैन। अनि जुन यो आइपिआरको कुरा छ त्यसको बारेमा के अरे सल्लाह सुझावहरू दिने, सकेको सुझावहरू दिनको लागि सहयोग गर्ने भनेर जुन युनिभर्सिटीमा राख्ने जुन कुरा थियो, अब त्यो कुरा चाहिँ युनिभर्सिटीहरूकै कुरा हो। यो कुरा पनि मैले युनिभर्सिटी ग्रान्ट कमिसनमा कुरा गर्ने नै छु। र अब धेरै कुरा नगरौँ, अन्तमा के हो भन्दाखेरि हामीले रिसर्च एन्ड इनोभेसनलाई फोकस गरौँ। के को लागि भन्दाखेरि अर्थतन्त्र विकासको लागि। अर्थतन्त्र विकास भएन भने सबैले दुःख पाइन्छ। शिक्षकहरूले दुःख पाइन्छ, अनुसन्धानकर्ताहरूले दुःख पाइन्छ, स्वास्थ्य कर्मीहरूले दुःख पाइन्छ, कर्मचारीले पनि दुःख पाइन्छ। कर्मचारीहरूले अब भत्ता चाहियो, तलब भत्ता बढाउने कसरी? अर्थतन्त्र नबढिकन कसरी चाहिँ तलब भत्ता बढाउन सक्छ? यहाँ चाहिँ केही अहिलेको चाहिँ उसमा सोसियल मिडियामा हेर्दाखेरि मानिसहरू छन् है, नेपालीहरूलाई चाहिँ तलब यति पुर्याइदिनुपर्छ, उति पुर्याइदिनुपर्छ, नेपालीहरूलाई चाहिँ अरबपति करोडपति बनाउनु पर्छ भन्ने। कसरी बन्छ अरबपति करोडपति? तलब कसरी बढ्छ? सुविधा कसरी बढ्छ अर्थतन्त्र सुध्रेन भने? त्यसै कारणले यो रिसर्च एन्ड इनोभेसन भन्ने कुरा देशको अस्तित्वको लागि पनि हो। यो भएन भने देशको अस्तित्व धरापमा पर्छ। विदेशीले हेप्छ, अर्थतन्त्र सुध्रेन भने विदेशीले चलखेल गर्छ, विदेशीले हेप्छ। त्यसै कारणले यो कुरा चाहिँ एकदमै चाहिँ एउटा महत्त्वपूर्ण कुरा हो। त्यसको लागि चाहिँ हामी सबैलाई केही कुरा सोच्नको लागि म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु। र अन्तमा यो विज्ञान प्रविधिको विकासको लागि चाहिँ अलिकति योगदान दिने भन्ने एउटा संस्कार चाहिँ हाम्रो नेपालमा चाहिँ छैन। संस्कार छैन भने पनि हुन्छ। जसरी कि हाम्रो नेपालमा, हाम्रो समाजमा
चाहिँ विज्ञान प्रविधिको विकासको लागि अनुसन्धानको लागि यो आफ्नो युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ, हुर्काउनुपर्छ भन्ने किसिमको संस्कार छैन। त्यस्तै किसिमले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासको लागि चाहिँ सहयोग गर्नुपर्छ भन्ने कुराको संस्कार छैन। तर संस्कार नहुँदै पनि मैले आज यहाँ केही कुराहरू देखेँ, जस्तो उहाँहरूले नै सुरुवात गर्नुभएको रहेछ। जस्तो दयानन्द वज्राचार्य अनुसन्धान पुरस्कार उहाँहरूले स्थापना गर्नुभएको छ। काजी इन्द्र कटुवाल कृषि पुरस्कार, मोहनदोज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार, भुवनेश्वर प्रविधि पुरस्कार, हामा